हाई सबैजनालाई नमस्ते। म आइसकेको छु एउटा सानो भिडियो लिएर। आज चाहिँ हामी जाँदैछौँ चन्द्रगिरी हाइकिङ गर्दै जाँदैछौँ हामी। मतलब जाँदैछौँ हामी चन्द्रगिरीको यात्रामा। हामी चाहिँ अहिले बानेश्वरदेखि चाहिँ हामी रत्न पार्क आइसकेका छौँ। अटो टेम्पो चढेर आइसकेका छौँ। अब चाहिँ हामी अर्को गाडी चढ्दैछौँ। फेरि चन्द्रगिरी जानको लागि अर्को गाडी चढ्दैछौँ हामी चाहिँ अब हिँड्न लागेको चन्द्रगिरी। यदि केबल कार चढ्नु छ भनेपछि यहाँबाट जानु होला। यदि हिँडेर जानु छ भने चाहिँ केबल कारको ठ्याक्कै लेफ्ट साइडमा छ बाटो। अब चाहिँ हामी सुरु गरेको हिँड्नलाई। चिसो छ भाइ। अस्ति नै पनि आएको थिएँ मम्मीहरूसँग। त्यस बेला मैले धेरै कपडा लगाएको थिएन। त्यहाँदेखि चिसो एकदमै फिल भएको थियो मलाई। अहिले पनि धेरै कपडा लगाएको छैन, तर गर्मी चाहिँ फिल भइरहेछ। मैले हिँडिरहेको छु नि त, मेरो पसिना निस्किरहेछ, गर्मी फिल भइरहेछ, चिसो पनि भइरहेछ, मिसकट भइरहेछ। पुरा डर लागिरहेछ। बाघहरू आउँछ के आउँछ, जनावरहरू छ भनेर है। जङ्गल सुरु भयो अब हाम्रो लाइफमा। के थाहा, यस्तो डर लागिरहेछ। अरू साथीहरू पनि गएको छन्, तर त्यही पनि अरू अब भर लाग्दैन नि। कस्तो दामी भ्यू देखिँदो रहेछ है। अब मेरो मोबाइल त्यस्तै भएर पनि भ्यू त्यति नराम्रो देखेको होला, तर यस्तो दामी भ्यू देखेछ। 3-4 घन्टाको बाटो छ। हिँडिरहेको छु, सकेसम्म हामी हिँड्ने कोसिस गर्छौँ, जाने कोसिस गर्छौँ। हामी चाहिँ हिँडिराखेको बेला केबल कार रोकिरहेको छ। त्यहाँ केबल कार हुन्छ। अब सुरु भयो यहाँ डरलाग्दो कहानी। यस्तो बाटो छ जाँदैछौँ हामी। विपनल हेर्नु नि त के गरेछ। तर ठाउँ चाहिँ एकदमै रमाइलो। हामीलाई यहाँ साथी पनि पाइसकेको छ जानको लागि। हामी एक्लै छैनौँ। एकदमै ठाडो बाटो रहेछ यहाँ चाहिँ है। हामी चाहिँ आधा बाटो पनि पुगेको छैनौँ। पसिना पुरा भिजिसकेछौँ, पुरा टोटली भिजिसकेछौँ। जुगा चप्क्यो हाम्रो जुत्ताभरि, त्यही पनि हिँडिरहेछौँ निकालेर। यस्तो ठाडो बाटो छ कि धेरै माटो कहाँबाट आयो के आयो। माटो छ। छुट्टिएर दियो। अझै ठाडो छ क्या। जुगा बगा यति जुगा छन्, यस्तै छन् कि जुगा लास्टै यस्तरी आउँछ क्या जुगा पनि। सजिलो छ बाटो, तर यस्तो उकालो छ, एकदमै उकालो। हामी लहरा पक्र्दै हिँडिरहेको छौँ। पसिना मेरो ब्युटी पनि कसो नदेखेला। अब यस्तो उकाली छ कि त्यही पनि हामीले गिभ अप गरेको छैन। त्यहाँ एकजना हुनुहुन्छ बोइज, उहाँले गिभ अप गरिसक्नु भएको छ, हार मानिसक्नु भएको छ। हामी गर्ल्स भएर त हार मानेको छैनौँ भनेपछि उहाँले हार मानिसक्नु भएको छ।
साँच्ची भने सिडी सिडी हुँदो बिस्तारी यो हाइकिङ हो यार हिँड्नै परेछन् क्या यहाँ यस्तो छ गिभ अप गर्ने हो त्यो फर्स्टको बिच बाटोमा पुगिसकेको थियौँ ठाडो बाटो देखेर फर्स्ट टाइम हिँडेको रे यम्मा पागल भइगयो यार बिच बाटोमा फर्किनु परेछ दुईजना केटाले गर्दा त्यही त यस्तो गिभ अप गर्नुपर्छ टुप्पो हुँदैन सबभन्दा टुप्पोमा हामी पुगेको है फेरि सबभन्दा अगाडि गएर पनि फर्किनु परेछ सिस्नोले छोयो यो भगवान् मेरो हात यस्तो हेर्नु ठिक हुन्छ पहिलोचोटि सिस्नो छ यस्तो चराइरहेछ नि मेरो हात सिस्नु पानी लगाइदिनु पनि हामी बच्चामा सिस्नु पानी खान्छौँ स्कुलमा कस्तो हुन्छ सिस्नो पानी पानीमा भिजाउने सिस्नुलाई पानी उचाल्ने अनि छ्याम छ्याम हाल्ने बुट्टाले हामी होमवर्क गरेर जाँदैन थियौँ गाई यस्तै हो सिस्नोले छोयो मेरो जिन्दगी बर्बाद भयो यहाँ चितुवा आउँछ भनेको मेरो हात यार उनीहरू ट्राई गरिरहेको छ मलाई कसरी फिल भइरहेको छ उनीहरू पनि ट्राई गरिरहेको छ यस्तो चलाउँदो रहेछ जिन्दगी बर्बाद भयो यार मेरो सिस्नो यहाँ छ अझै सिस्नो होइन ए गड यत्रो सिस्नो छ क्या गिभ अप गरेर पनि हाँसिरहेको छ लाज पनि मान्दैनन् केसम्म यो बाटो कोही पनि नआउनु होला हामी बिच बाटोमा पुगेर पनि फेरि फर्किँदै थियौँ फर्किसकेछौँ अब फेरि हामी भरे यो अर्को बाटो जाँदैछौँ यो बाटो सकेसम्म नजानु होला यस्तो ठाडो बाटो छ यो बाटो भरिङ बाटो छ यहाँबाट जानु होला चाहिँ अब सुरु भयो हिँड्ने त्यत्रो बाटो हिँडेर फेरि हामी फर्किँदै फेरि सुरु गर्दैछौँ सही बाटोमा आयौँ अब चाहिँ हामी भरिङ रहेछ क्या अहिले चाहिँ अघि चाहिँ यस्तो उकालो चढ्यौँ हामी त्यही पनि त्यहाँ पुग्न आँटिसकेको थियौँ हामी त्यही पनि फर्क्यौँ के त्यो दुईजना केटाहरूले गर्दा अब चाहिँ हामी धेरै नै ग्रुपहरू आइसकेका छन् उनीहरूको लैलेमा लागेर हामी भरिङको बाटो आयौँ एकदमै ठाडो बाटो छ अहिले पनि तर भरिङ चाहिँ यस्तो छ यस्तो गाह्रो छ गिभ अप चाहिँ गरेको छैनौँ अरू जस्तो गिभ अप गरेको छन् धेरैले गिभ अप गरेका छन् यहाँ फेरि लास्ट चाहिँ गिभ अप गर्दा रहेछन् यहाँ हामीले चाहिँ जहाँ मन्दिर पुग्ने नै हो भनेर आएको थियौँ पुगेरै छाड्छौँ जय बालेश्वर मन्दिर आउँदैछौँ हामी दर्शन गर्नको लागि हामी अझै आधामा पनि पुगेको छैनौँ यस्तो थाकिसकेका छौँ हामी लास्टै भरिङ चढ्न जति गाह्रो केहीमा लाग्दैन क्या यति गाह्रो हुन्छ उकालो चढ्यो भने उकालो चढ्न सकिन्छ बरु भरिङ चढ्न सकिँदैन क्या त्यति गर्मी भएको लास्टै पसिना खलखली आइसक्यो गाइस यहाँ जुगाले खाएको अवस्था ये रचिता कटवाल को खून बहुत ही मीठा है इसीलिए ये देनु बाबू ये मेरा जुगाले खाँदै छ हेर्नु त जुगा गाई यसरी कुट्टे 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 हेर्नु कमिला पनि आयो खाइ जुगा भन एकछिन है गाइस म यहाँ जुगा केलाउँको यता जुगाले आयो यहाँ खायो अनि यहाँ खाइसक्यो मलाई यहाँ दुई ठाउँमा जुगाले खाइसकेको छ म पागल भइसक्यो निकाल्ने मान्छे को निकाल्ने मान्छे विपनाथ तामाङ इट्स मी गाइस यहाँ छ क्या जुगा मी गाइस कहाँ गयो हामी ब्रेक लिँदैछौँ फाइनली गाइस ब्रेक इज थाकियो लास्ट कति मोटी देखेको म
छैन देखि होइन मुक्ति अरू साथीहरू गइसक्यो अब जान्छौँ अब हिउँछौँ बस्यौँ पानी खायौँ एकछिन आराम थकाइ लियौँ अब चाहिँ जान्छौँ केबल कार्ट गइरहेको छ यहाँबाट यत्रो बाटो हिँड्नु छ अझै फाइनल्ली चाहिँ हामी यो यहाँ पुगिसकेका छौँ दामी छ क्या फाइनल्ली एउटा डाँडा टुप्पोमा आइपुगेको छ यस्तो छ न भरिङ छ न केही छ न केही छ रुखहरू सप्प परेको छ यस्तो ठाडो बाटो छ कि बसेर अब हामी फेरि चढ्दैछु उकाली अब आइपुग्न आँट्यो त्यो टुप्पोमा पुग्नु छ चाहिँ यत्रो माथि हिँडेर माथि जानु छ अझै यत्रो डाँडा कटाएपछि हामी पिच बाटोमा आइपुगेका छौँ त्यही पनि अझै पुगेका छैनौँ हामी राम्रोसँग अब एउटा डाँडा छ एउटा डाँडा मात्रै छ त्यसो पुग्यो थाकियो न अब माथिसम्म आइपुगेको छौँ त्यो बाटो नगएर अब यो बाटो भरेङ बाटो जाने यो येलो र व्हाइट कलर लगाएको हुन्छ त्यही बाटो हामी जाने अब हिँड्ने चाहिँ यो बाटो गयौँ पिच बाटो गयौँ भने एकदमै लामो बाटो पर्छ त्यही पनि नजाने गाडीमा मात्रै सजिलो हिँड्नु चाहिँ यहाँबाट हल्का थोरै बाटो लाग्छ भनेर भनेछन् अब हेरौँ के हुन्छ पुग्यो पुग्यो चन्द्रगिरी थाकियो चिता त यहाँ पो रहेछ उता झुन्डा यहाँ रहेछ यस्तो जङ्गलमा तर्साइदिए चुतो आउँछ भनेर लास्टमा केही पनि आएन दिमाग खराब भयो भिड रहेछ तर सोचेको थिएन यस्तो भिड हुन्छ भनेर फाइनली हामी भालेश्वर मन्दिर हामी पुगिसकेका छौँ जय भालेश्वर मन्दिर कोटी कोटी प्रणाम
बालेश्वर मन्दिर आइसकेका छौँ। अब टिका लगाएर सबै चारैतिर घुमेर अनि फर्किन्छौँ। एकछिन रेस्ट गरेर फर्किन्छौँ। हामी चाहिँ अहिले पृथ्वीनारायण शाहको ठाउँमा छौँ। मूर्तिमा छौँ अहिले। मैले सुनेको अनुसार चाहिँ यहाँबाट चाहिँ पृथ्वीनारायण शाहले जब दुश्मनहरू आएको थियो नि यहाँबाट चाहिँ हेरेका थिए अरे। यहाँबाट जङ्गल छ के चाहिँ हेऱ्यो होला र यहाँबाट पुरा डाँडा देखिन्छ। अब चाहिँ हामी फर्किन्छौँ सबैतिर घुमेर। बाई, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।